टोखामा अहिले यो जुन फुड फेस्टिभल छ यसमा आउँदा कस्तो लागिरहेछ तपाईँहरूलाई चाहिँ? एकदमै खुसी लागिरहेछ। हामी अहिले कहाँ जाँदैछौँ? टोखा। के को लागि? हामी त्यहाँ इन्टरभ्यूको लागि पनि जाँदैछौँ। विशेष हामीलाई निमन्त्रणा गर्नुभएको छ, उहाँहरूले हामीलाई विशेष स्वागत पनि गर्नुहुनेछ। त्यहाँ गएर हामी त्यहाँको विशेषताबारे जानकारी पनि लिनेछौँ, उहाँहरूको कुरा पनि राख्नेछौँ। अनि त्यहाँ हुन लागेको अहिले फेस्टिभल शनिबार हुने फुटसल छ, त्यसको बारेमा पनि जानकारी दिएर हामी हजुरहरूलाई राम्रो सुविधाबारे, त्यहाँको व्यवस्थापनबारे, त्यहाँको विशेषताबारे जानकारी दिनेछौँ। धन्यवाद हजुरलाई, धन्यवाद। हजुर के छ, दुई शब्द के राख्न चाहनुहुन्छ? केही राख्न चाहन्न, एकदमै खुसी छु घुम्न जानलाई। खुसी हुनुहुन्छ, धन्यवाद। ननाजी तपाईँ के छ, दुई शब्द राख्न चाहनुहुन्छ? अब काठमाडौँ जिल्लाको टोखा नगरपालिकाले गरेको यो एकदम राम्रो सराहनीय काम, टोखा बजारलाई हरियाली बनाउने, टोखा नगरपालिकाका सम्पूर्ण जनतालाई चाहिँ सहज होस् भने आफ्नै गाउँ ठाउँमा मेला मौसम कार्यक्रम भएको हुनाले त्यहाँलाई त्यो मेलालाई भव्य प्रचार गर्नको लागि हामी मिडियाकर्मीहरू जाँदैछौँ त्यो ठाउँमा। हामीलाई जहाँसम्म लाग्छ टोखा नगरपालिका एकदम सफल भएर अगाडि बढ्नेछ। टोखा नगरपालिका जय होस्। जय, धन्यवाद। दिनेशजी हजुर के भन्न चाहनुहुन्छ? मेरो त केही छैन, अब गएपछि हुन्छ के हुन्छ। आशिषजी के भन्न चाहनुहुन्छ? आई डोन्ट नो। हजुर के भन्न चाहनुहुन्छ? म केही भन्न चाहन्छु। के भन्न चाहनु? ल सिद्धेला। हाम्रा पछि साथीहरू टाटा र टुटु मात्र गर्छन्, के भएको विशेष उहाँ विशाल दल आइसकेको छ। त्यसै गरी हाम्रो डनहरूलाई म अगाडि लाउँदैछु। एउटा हाम्रो विशेष डन हुनुहुन्छ विशाल गर्तौला सर, उहाँ यहीँ आइरहनु भएको छ। उहाँको डन पार्टीहरू यहाँ 3 जना छन्, 3-4 ग्रुपको भाइहरू आइसकेका छन्। त्यो डन पार्टीहरू अगाडि लाउनुहुन्छ नि, अगाडि जाँदैन नि त है। विशाल सर, डन सुमिना नमस्ते भन्छ। सुमिनाले मङ्गलसूत्र, मेरो पहिलो मङ्गलसूत्र दिनु भन्छ। उसलाई पनि छिटै मङ्गलसूत्र मिलोस्, त्यसको धेरै धेरै शुभकामना। अर्को मङ्गलसूत्र थपिने तयारीमा छ विशाल सरसँग छ सुमिना। त्यसपछि हामीसँग अर्को बैशाखी डन हुनुहुन्छ। हामीलाई कतिसम्म पेले होला आमा हो, भाइरल हेर्ने बैशाखी डनले स्कुटी चलाएको पुरै छैन, एक लिमिटै छैन। त्यही माथि बसेर एउटा च्यासे फेरि आशिष बसाएर च्यासु। अनि अर्को टिममा बिचरा दिनेश सर, हाम्रो सोझो साझो दिनेश सर आउँदै हुनुहुन्छ। उहाँको मुखबाट निस्किनु भने मुसुक्कै मुस्कान बाहेक केही पनि छैन। अगाडि जाने इच्छा पनि छैन, पछाडि बसेर मुसुक्क मुस्काउने उहाँको कामै भइसक्यो। दिनेश सर र हाम्रो अर्को सर हुनुहुन्छ, उहाँहरूलाई मैले अगाडि जान रिक्वेस्ट गरेर जानुभएको छ।
टिमहरू सबै आत्ती पछाडि आइरहेछन् टिममा अर्को त पर्दैन रहेछ टोखाको मेन गेट लिएर आउँदैछौँ मेन गेट लिएर आएको छ यहाँबाट पत्र सुरु भइसकेको रहेछ होइन होला पार्टी हाल्दै हुन्छ होला हाल्दा हाल्नु भयो पार्टी चाहिँ हुन्छ होला धेरै टाइम लाग्यो होइन हामीहरू यहाँ सुत्नु लाग्यो जिन्दगी नलाग्यो सगरमाथा चढेर आउनुभएको मेरो छोरो मेरो भाइ मेरो दाइ सगरमाथा चढेर आउनुभएको त्यही भएर खुसीले हामी यहाँ सम्मान गर्दैछौँ भनिरहनु भएको छ सबैजनाको भिड छ यो टोखाको गेटैमा कृषि मेलाको टोखा नगरपालिका वडा नम्बर 3 को कार्यालयमा प्रोग्राम भइरहेको छ धेरै खुसीको माहौल छ बाबुले चाहिँ जस्तो यो 9 महिना अगाडि गिनिज बुक अफ वर्ल्डले गर्दाखेरि थियो कि फुटबलबाट हजुर अहिले चाहिँ सगरमाथा आरोहण गरायो त्यो खेल भनेको महान हुँदो रहेछ त्यो खेल भनेको यस्तो खालको शून्यता हुँदो रहेछ जुन अवस्थामा कस्तो खालको अनुभव गर्थ्यो धेरै सम्झ्यो उहाँले चाहिँ आफ्नो जीवनलाई त्याग गरेर त्यो जीवनलाई सही सलामत यहाँसम्म ल्याइ पुर्याउँदा मलाई भगवान्ले साथ दिएको छ मेरो मातृभूमिले साथ दिएको छ मेरो आमा बुवा बाजे बजे सबैले साथ दिनुभएको छ भनेको उहाँको एउटा मनमा यस्तो खालको साथ बसेको छ त्यसले गर्दा मलाई लाग्छ आज हरेक भगवान्को सामु उहाँ एकदम बोतल नहीं तो गिलास में से हो रहा इसको भी कौन कर लूं साहब ठीक है हां भाई ओए भाई तो बहुत खड़े मत सर 8 बजे नंबर चरपटे बेच्दै सेवा गर्दै हुनुहुन्छ कस्तो लागिरहेको छ जनताको सेवा गर्नु पाउँदा तपाईँ खुसी हुन्छ नि अहिले आउँछ हामी खानलाई आउला नि त है माइक छ यो चाहिँ यो मरी बनिरहेको नि त यो मरी बनिरहेको कतिको डिमान्ड आउँछ माग कतिको आउँछ त्यसको माग अर्डर धेरै आउँछ खुवाको होइन यो खुवाको नमस्कार
हजुरहरूले चाहिँ छ्याङछ्याङ टेस्ट गर्नुभयो गर्नु भएर हजुर नमस्ते मिल्दा कतिकै राम्रो छ एकदम अनि यो झुटा उठाइदिए कसरी माछा यहाँ पुरा माछा आइटम परिकारका चिजहरू राखेर उहाँले यहाँका जनतालाई सेवा हजुर ओके रमाइलो लाग्यो हजुरसँग कुरा गरेर हजुर खाता इन्जोय गर्नुहोस् चिसो पनि पार्न चाहन्न है धन्यवाद एसटिसी ब्लग्स एसटिसी ब्लग हाम्दै गरेको स्वागत छ एसटिसी ब्लगमा। यहाँ चाहिँ हाम्रो चुरा कुट्ने हाम्रो यो चुरा कुट्ने काम भइरहेको अँ हाम्रो नेपाली परम्परा हिसाबले चुरा कुट्राको चुरा यो टाइचिन चुरा खै यसको विषयमा कसले कुरा है स्वागत छ हाम्रो एसटिसी ब्लगमा। यो चाहिँ हाम्रो टाइचिन चुरा कुट्ने नेपाली प्रथाले चुरा कुटिरहेका छन् भने यो विषयमा बोल्नको लागि हजुर यो अहिले कुटेर यिनीहरू चाहिँ अहिले कुटेको हजुर हिजो अस्तिमा पनि कुटेको थियो अनि अहिले अब सबै कुटेर सकिसकेपछि चाहिँ अनि धेरै चाहिने चाहिँ हाम्रो अहिले नि कुटेर सक्छ दिन यो शनिबार मात्र लगाउनु पनि छ यो स्याटरडे एभ्री स्याटरडे हो यो चिल्ड्रेन्सको लागि हो लाउनेर कति बजीदेखि यो 1 बजीदेखि हो न अनि बेलुका कति बजीसम्म बेलुका 7 बजीसम्म लाग्छ है हजुरको चाहिँ यो चिउरा बाहेक अरू पनि केही गर्नुहुन्छ कि यही मात्र हो अहिलेलाई स्याटरडेलाई चाहिँ स्याटरडे लागि अब मेरो पसल छ आज स्याटरडेको लागि हजुरको मम्मी क्लिन भयो यसमा अलिकति अब तपाईँले यो त्यही पनि खास मैले धर्म विषय जाततर्फ जान खोजेँ होइन तर हजुरहरूले काम एकदमै राम्रो यो नेवारी जस्तो चिउरा एकदमै मिठो हुन्छ भन्ने कुरा सुनिन्छ के हो नेवारी चिउरामा चाहिँ नेवारी यो चिउरामा चाहिँ के छ अलग चिज जो धेरै मिठो हुन्छ भन्दैछ यो चिउरा केबाट बन्छ कुन धानबाट बन्छ अनि अर्को त्यो
तर हामी गर्दैन ए यो अलग यो धानबाट बनेको यो टाइचिन धानबाट टाइचिनबाट बनेको राम्रो भएर मन्चुरियन धानबाट हजुर गर्नुहुन्न त्यही भएर यो नेवारी चिउरा एकदमै मिठो छ होइन त अब यो चिउरा खानु खाएको मान्छेहरूलाई यहाँ आउन चाहनेहरू मान्छेहरूलाई शनिबार यो चिउरा खाइदिएर आउनेहरूलाई चाहिँ के भन्न चाहन्छ यहाँको चिउरा यति चाहिँ के भन्न चाहनुहुन्छ चाहिन्छ नै अब यो त हामी खसी बसेको 8 जना नेपालमा टाइचिन चिउरा अहिले चिउरा जो विदेशमा मिसिने बनाउँछ नेपालमा यसरी चिउरा फुटिन्छ पहिला फर्स्टमा चिउरालाई धानलाई यसरी फुटिन्छ त्यहाँ हाँडीमा फुटिरहेको छ त्यसपछि गएर चाहिँ फलमा हालेर यसरी फुटिन्छ भने हेर्नुहोस् त मिहिनेत कति लाग्छ यति मिहिनेत गरेर चाहिँ फुटेको हुन्छ र त्यसपछि निफान्ने काम हुन्छ निफानिसकेपछि चाहिँ अनि बल्ल हाम्रो यो भक्कीमा हालेर चाहिँ मानव हिसाबले बेचिन्छ स्वागत छ तपाईँहरूलाई एसटिसी भ्लगमा आज हामी टोखा नगरपालिकामा चाहिँ जो नेवारी फुडको रिभ्यू गरिरहेको छौँ तपाईँहरू हेर्न सक्नुहुन्छ है ए होइन नि यहाँ त भइहाल्यो त के भयो त नि हेलो नमस्ते हजुरहरूलाई अनि टोखामा अहिले यो जुन फुड फेस्टिभल छ यसमा आउँदा कस्तो लागिरहेको छ तपाईँहरूलाई चाहिँ एकदमै खुसी लागिरहेछ हजुर कहाँ बस्नुहुन्छ म यही बानियाटार यहाँ सधैँ प्रत्येक शनिबार आउनुहुन्छ होइन फर्स्ट टाइम हो अनि के खानु भयो यहाँ केही खाएको छैन भर्खर अब खाने हो हजुर ठिक छ इन्जोय गर्नु होला है सबैलाई साथीहरूलाई पनि भन्नु होला होइन छ्याङ खानुपर्छ छ्याङ खायो भने झन् दामी हुन्छ ल हाम्रो अर्को नयाँ म्यामले चाहिँ उहाँ के अरे नाग्लोमा चिउरा गर्नु भएको छ सबैलाई हेर्नु सक्नुहुन्छ है हेलो हुन्छ मैले कल गरेँ म मिडियाबाट हो हजुर एक्सटिसी मिडिया हजुर तपाईँ भिडियो राम्रो ठाउँ टेन्सन लिनु पर्दैन एकदम क्रोकबाट मिलाएर हुन्छ नि तपाईँ एचटिसी मिडियालाई सब्सक्राइब गरेर फलो गरेर राख्नु आज त भ्यायो भने भोलि आउँछ एचटिसी मिडिया यो पुरानो रीतिलाई एकदमै क्राउड छ नेपालमा फुल उडाउनु मिल्छ ए यस्तो टार छ अनि पुरै पाला हाले अनि सम्पदा पुरानो रीतिरिवाजको यो धडलको देख्दाखेरि हामी पनि खुसी भएको छ
माइक कनेक्ट गर्नु परेन कनेक्ट भयो त त्यसको लागि हामीले धेरै पहल गरिरहेको छौँ पालको होइन अब हामी यसरी लगाइरहेको होइन पानी पऱ्यो भने हामीलाई धेरै समस्या छ अब यसको लागि हामी धेरै भनिसक्यौँ त्यसको केही हुँदै आएन त्यसको लागि चाहिँ हजुरहरूले शनिबारको दिन चाहिँ यो केही पानीले फरक नपार्ने हावाहुरीले फरक नपार्ने केही चाहियो व्यवस्था भन्न खोज्नुभएको है अब यतिसम्म त भएको छ पहिला यो मेलाको सुरुवात थिएन भने अब अलिक टाइमपछि हजुरहरूलाई त्यो व्यवस्था पनि भओस् भन्ने हाम्रो पनि मिडिया तर्फबाट पहल हुनेछ होइन पक्कै पनि हजुरहरूले काम गर्नुभएको काममा निकै सफलता मिलोस् यो अन्त पनि लागिरहोस् हाम्रो पनि इच्छा छ अब आफैले आफ्नो हातले पकाएर अरूलाई खाँदिन पाउँदा चाहिँ होइन एकदम खुसी हुनुहुन्छ है अनि यहाँ त खालि सबै दिदी बहिनीहरूलाई के भन्न चाहन्छु भने सबै देशमा एउटै फरक देशमा पनि थोरै पैसाले सबैमा होइन कसैले बढी घटी नगरोस् होइन सबैले होइन व्यवसाय एउटै हिसाबले गर्यो व्यवसाय हिसाबले यो उसले हाल्छ लिस्टै हाल्छ होइन त्यो अनुसारै व्यवहार गरौँ यो व्यवसाय नभइकन पनि यो टोखालीवासीहरूको एउटा नेवारी परम्पराको हिसाबले माया होस् होइन त तपाईँहरूको माया चाहिँ सबैतिरबाट अब नेपालमा जहाँ पनि हुनुहुन्छ एकचोटि आएर टोखामा यो माया होइन आफूले यसो बनाएको हातले बनाएको खाना खाएर यो माया लिएर खुसी हुनु भन्ने सोच पुरै अर्ग्यानिक हुन्छ अनि अब थोरै पैसा होइन पैसा धेरै व्यापारीमा नजाउँ होइन माया बाँडो धेरै धेरै धन्यवाद दिदी अनि यो के अरे यो खाना बाँडिरहँदाखेरि नेवारी ड्रेसमा टक्क राम्रै भएर बस्नुको कारण चाहिँ के हो भनिदिनुहोस् न हाम्रो नेवारी परम्पराको यो ड्रेससँगै जस्तो नेवारी खाजा चाहिँ एउटा खाजा त सबै प्रकारको हुन्छन् होइन तर विशेष गरी नेवारी खाजामा चाहिँ ननभेज खानेहरूले चाहिँ ओहो नेवारी खाजा भन्छन् यसमा चाहिँ किन नेवारी खाजा भन्दा एकदम खुसी हुने कारण चाहिँ के हो भनिदिनु न धेरै आइटम हुन्छ धेरै थरी हुन्छ नि त थोरै पैसामा धेरै आइन्छ नेवारी खाजामा मासुको आइटममा भनिदिनु छोडिदिने हो भनिदिनु होइन ठिक छ यो पब्लिकले एरिया होइन होइन त्यो त छोडिदिने हो कि छोडिदियो त सिधिसियो हेलो एसटिसी टिम भाइ किन भोक ल खाँदिमा त खाँदिमा
वो लगेर हिँडेको हुन्छ नि बोकेर हिँडेको त्यस्तै मान्छे हो त्यो गराउँदैन चिज भनेको चाहिँ यसलाई के भन्छ के अरे छ्याङ खाना 1 नम्बरमा ननाचिले छ्याङ खाना उके गर्नु भएको छ 2 नम्बरमा के अरे सुमिनाले 3 नम्बरमा दिनेश्वर 4 नम्बरमा रोजन 5 नम्बरमा आशिष एन्ड 6 नम्बरमा विशाल 7 नम्बरमा सुषमा र 8 नम्बरमा राजीव ओके डन ल हेर्नुहोस् हाम्रो ब्लग एसटीसी ब्लगमा चाहिँ यो हेर्न सक्नुहुन्छ तपाईँहरूले चेरपुसी हो यो चाहिँ भटमास अनि छोइला अनि बोडी ल यसरी आएको छ हेर्न सक्नुहुन्छ यो मिक्स बारा हुन्छ यो मैले चावडा भनेको छ 2 पिस है कस्तो लागिरहेको छ एकदम बबाल ओके छ नि ननाजी एकदम राम्रो एकदम हार्ड छ ल हाम्रो एसटीसी ल्याइदिनु भयो हैन टोखा बजार ल्याइदिनु भयो टोखा बजारको यो सडक बजारमा आउन पाउँदा खुसी लाग्यो नि त यो यति मिठो खाने कुराहरू खान पाउँदा म एकदम खुसी छु ओके छ ल यो चाहिँ हाम्रो एसटीसी ब्लगमा आउँछ एसटीसी ब्लगमा आउँछ सबैजनाले हेर्नु होला सबैजनाले अब चाहिँ मेरो यो उसको कति बेच गरे हेर्नु न एउटा नसुदेको जान्छ 6 बन्न लागेको छ हामीले एमरी साबेनले बोल्नु त हजुर एमरी भनेको थियो एमरी साबलार साबेन हो हाम्रो एमरी आएन आफवान सबभन्दा फर्स्ट आउट हाल्दै ये कोई मैं किन गया था रेडियो आज आउने नेक्स्ट टाइमबाट घरमा बुढीबाट डराउने के अरे उसबाट डराउने यसबाट डराउनु हो भने नेक्स्ट टाइमबाट है भन्ने आएको मैले त्यसो के उहाँको फेरि सँगै खाने बानी छ अनि बिचरा बाहिर खाएर बुढाबुढी त घ्याप्पै सिधाउँछ नि फेरि उनीहरू खाँदै है म झुट बोले हो त सत्य राम्रो होइन सही कुरा आज हामी स्पेसल नेवारी खाजा यो टोखा नगरपालिकामा रहेको चाहिँ स्पेसल नेवारी खाजा टेस्ट गर्न आइरहेको छौँ प्रत्येक शनिबार यहाँ दिनको 1 बजेबाट चाहिँ स्टलहरू लाग्छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँको खाजा धेरै राम्रो छ नेवारी खाजा एकदम टेस्टी छ चिउरा हातले कुटेर चिउरा पाइन्छ खान पाइन्छ है सबैजना स्वागत छ है त र हाम्रो ब्लगलाई लाइक सब्सक्राइब पनि गर्नु होला है त यो चाहिँ यो मरी है यो चाहिँ स्पेसल खोवाबाट बनाइ हुन्छ चामलको हुन्छ यो चामलको हुन्छ चामल पिठोबाट खोवाबाट बनाइ हुन्छ यस्तो तातो यस्तो गरम गरम हुन्छ हट हट अघि सिलासी खानुपर्छ यो चाहिँ दामी हुन्छ मिठो ल एमरी 2 जनालाई एउटा काट्ने आफै केमा हाल्नु ल तातो है 2 जना एउटा है यो 2 जना एउटा है नेवार बस्ती छ नि पार्क छ त पप्पा हाल्नु त मैले खाने जन्मे ल पुरै भाँडा उसले खाएर नाम मात्रै छैन भित्र यस्तो दहीको हाल्नु छ यसलाई पप्पा हाल्नु यसलाई खान्थेन हाम्रै भाइ भरै छ नि पप्पा हाल्नु तातो होला तातो
तातो होला तातो रहेछ तातो काटेर हात हाल्नु मिठो लाग्यो मिठो लाग्यो अलिक भर्सेको भन्नु तीन होइन 30% हो 30% बेला ल्याएन ल्याएको छ त दुइटै ब्याट्री हाले फुल चार्ज चुरेर मात्रै भन्छ ल चलाउँछु ल के भने चुरेर हात निकाल्नु होला होइन नि यहाँ है खानुहुन्छ कस्तो छ सर चिउरा यम्मी यम्मी टेस्टी एकदम स्पेसल छ यो न्याउरी खाजा साह्रै राम्रो एकदम राम्रो विश्वमा चिनाएर सफलता कमाएको यो न्याउरी खाजा भनेर चामसिङ होइन अहिले कुन लोकेसनमा हुनुहुन्छ तपाईँ टोखा नगरपालिकानिर है हो वडा नम्बर 3 बाबा हामी अहिले तपाईँ सपना हुनुहुन्छ बिपना हुनुहुन्छ उज्यालो त भइसक्यो जस्तो पनि छ म सपनामै छु क्यारे घुमिरहेको छ विशाल सर के भन्न चाहनुहुन्छ यम्मी 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 उठ्यो ठाउँ पुरै खाली गऱ्यो हेर्ने सब ठाउँ खाली गरेर सब सखाप बनायो टिमहरूले अब हामी लाग्यौँ ल हजुरलाई धन्यवाद है थ्याङ्क यू मिठो खाजा आउनुभयो कति दिनमा किन अर्को हप्ता त कसको अरू पालो ए पालो पालो हुन्छ ए ठिक छ ए पालो पालो हुन्छ हाम्रो पालो चाहिँ 15 दिनको थ्याङ्क यू है खाजा धेरै मिठो लाग्यो हाम्रो एसटिसी मिडिया हो भोलि आउँछ के अरे भिडियो हेर्नु होला कभर छ काम कार्यहरू सबै सिद्धिएर चाहिँ अब हामी निस्किन लागिरहेछौँ त्यसरी बाई बाई र हाम्रो भ्लग सबैले हेरिदिनु होला एसटिसी मिडिया भ्लगलाई सबैले माया गरिदिनु होला साथ सपोर्ट दिनु होला फुड स्टोरलाई हामीले राम्रो भिजिट गऱ्यौँ खाजाहरू खायौँ हामीले ल हाम्रो टिमहरू थकित छन् काम गरेर